हेलो एभ्रिवान, नमस्कार सबैजनालाई। मेरो युट्युब च्यानलमा सबैलाई वेलकम छ। आज चाहिँ हाम्रो भाउनेमा अन्डर 15 दिन अन्डर 12 को भाइहरूको चाहिँ फुटबल फ्रेन्डली म्याच भएकोले हाम्रो विक्रम तामाङ भाइले हामीलाई इन्भाइट गरेको छ भाउनेको। उहाँलाई एकदम थ्याङ्क यू सो मच। र भाइहरूलाई यसरी किनभने सानो भाइहरू चाहिँ यिनीहरूलाई लिड गरेर लगिँदैछ। बाटोमा गाडीहरूले अलिकति बाटोमा अवरोध नहोस् भनेर हामीले चाहिँ एकदम लिड गरेर गइँदैछ। अनि हामी चाहिँ 4 जना लगभग मेरो स्कुटीमा 4 जना, म, लामा, सुदीप र बुद्धे भाइ, हामी 4 जना चाहिँ यिनीहरूलाई हामी अगाडि बाटो हेर्दै यिनीहरूलाई लगिँदैछ। किनभने बच्चाहरू यिनीहरूलाई अलिक सम्हालेर लानुपर्छ। हामी जाँदै अब चाहिँ हामी 4 जना चाहिँ सररसँगले बाटो हेर्दै टक्कसँगले हामी माथि निनाम्बमा पर्खिनुपर्ने हुन्छ। किनभने निनाममा पर्खेर अब यिनीहरू कुन अवस्थामा आउँदैछ, कसरी आउँदैछ, यिनीहरूको अपडेटको लागि पनि अब सबैजना साइकलमा छन्। सबैजनाले हाम्रो युट्युब च्यानल हेरेर सब्सक्राइब गरिदिनु होला, लाइक, सेयर, कमेन्ट पनि गरिदिनु होला। मेरो युट्युबको च्यानलको नाम चाहिँ लोरुङ 14 च्यानल छ। टिकटकमा पनि लोरुङ 14 नै छ। सबैजनाले फलो गरिदिनु होला। फुटबल क्लब नलबारी फुटबल क्लब पेज छ, त्यहाँ पनि फलो गरिदिनु होला। सबैजनालाई थ्याङ्क यू सो मच होइन। जतिजनाले सहयोग गर्नुभएको छ, जतिले हामीलाई फलो गर्नुभएको छ मेरो पेजलाई, सबैलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। र अनि अब उहाँ गएपछि उहाँको अपडेट पनि तपाईँहरूलाई म देखाउने नै छु। तपाईँहरूलाई अब यही हो होइन, फुटबलको बारेमै हो मैले देखाउने। अरू सामाजिक कामहरूको ल हाम्रो भाइहरू पछाडिबाट यसो ठुलो हेर्दैछ, केटाले केही चाउचाउ लिएर दिन्छ कि भनेर होला। तर मसँग चाउचाउ किन्ने पैसा थिएन होइन। केटाहरूलाई मैले त्यत्तिकै गफ दिएर लाँदैछु होइन। अनि केटाहरू चाहिँ पुरा मुसु हाँस्दैछ। मैले पुरा लगाएर केटाहरूलाई चाउचाउ नै खुवाउला जस्तो गरेर, तर म खुवाउँदिनँ, मसँग पैसा छैन होइन। अब पानी पनि वहीँनिर धारा छ भनेर पानी किन्ने पैसा पनि भए छैन। केटाहरूलाई त्यतिकै अब लानु पऱ्यो। केटाहरू हामी पहिला अब खोलाको पानी खाएर खेलेको, अब यति गरेर केटाहरू ढुङ्गा पचाउने उमेर हो, पचाइहाल्छ होइन। तपाईँको अब त्यही हो। अब टक्क अब हामी ठ्याक्कै निनाम्बु चोक आइपुग्न लाग्यौँ है। निनाम्बु चोकमा ट्याक्कसँगले आइपुग्यो पछाडि चाहिँ अब हेर्ने तपाईँको यो केटाहरू पुरा खुसी भइरहेछ क्या। आज चाहिँ अब तर गोल हानेर आउने भनेर होला। सुदीप, लामा पुरा खुसी भइरहेछ। अब हेरौँ अब हाम्रो भाइहरूले के कस्तो गर्छ। अन्डर 16देखि अन्डर 12 को भने चाहिँ अन्डर 16 को पहिला अन्डर 12 को हुन्छ होला। त्यस पछाडि भनेको हाम्रो अन्डर 16 को गेम हुन्छ। त्यो दुइटै अब थोरै सकेको भिडियो र सकेको फोटोहरू चाहिँ तपाईँहरूलाई यही युट्युब च्यानलमा हालिदिनेछु। तपाईँहरूलाई चाहिँ राम्रोसँग हामीलाई लाइक, सेयर, कमेन्ट गरेर सपोर्ट गरिदिनु होला होइन। त्यही हो। अनि अब आउने दिनहरूमा पनि यस्तै भिडियोहरू हालिराख्नेछु। अनि साथ सपोर्ट हजुरहरूको जहिले सदाबहार यस्तै होस् भन्ने। ल आइपुग्नु सक्यो होइन हाम्रो निनाम्बु चोकमा। अब केटाहरू कुन अवस्थाहरू कसरी आउँदैछ भन्ने कुरो चाहिँ हामीले यहाँबाट डाइरेक्सन दिनको लागि भाउने यहाँबाट जाने हो। हेर्नुभयो अब त्यो केटाहरू आएको छैन, आउँदैछ। अब आइसके पछाडि यहाँबाट यता आउँदैछ। अनि यहाँ पर्खेर अब उता गएर केटाहरूलाई यहाँ लोकेसन देखाएर ल गुड आउँदैछ केटाहरू यसरी आउँदैछ। यहाँनिर चाहिँ डाइरेक्सन देखाउनुलाई हामी बसेको। किनभने अलिक केटाहरू अलिक एग्रेसिभ छ, यङ ब्लड हो, त्यही भएर केटाहरूलाई कन्ट्रोल गरेर लानुपर्छ। आउँदैछ केटाहरू हाम्रो अन्डर 13 को, अन्डर 14 को भाइहरू, अन्डर 12 को भाइहरू। केटाहरू लगभग हामी नलबारी चोकबाट सबैजनाको नाम लिस्ट टिप्दाखेरि हामी 46 जना, म सुन्त सिनियर सबै टोटल गर्दाखेरि हामी 46 जनाको ग्रुप चाहिँ हामीले त्यहाँबाट हिँडेको। के गर्नु ल ठिक छ। सबैजनालाई हाम्रो बुद्धे भाइले चाहिँ केही भन्दैछ हाम्रो क्लबको बारेमा, हाम्रो भाइ बहिनीको बारेमा। म चाहिँ यहाँ ठुलो हेर्दैछु होइन। जर्सी ल अब हेर्नु होला तपाईँहरू हाम्रो अन्डर 14 को भाइहरूको टिम सेट देखिहाल्नु भयो। ल त्यस पछाडि भाइहरूको प्लेइङ हुँदाको केही फोटोहरू तपाईँहरू सामु केही फोटोहरू यहाँनिर देखाइरहेछ। केही फोटोहरू तपाईँहरूले हेरेर चिन्नु होला। आफ्नो छोरा नाति भतिजहरू को छ साथ सपोर्ट दिनु होला तपाईँहरूले पनि होइन। फुटबलमा अलिकति साथ सपोर्ट भयो भने बच्चाहरू धेरै कुराबाट टाढा हुन्छ। अब लग औषधबाट त टाढा हुने भइ नै हाल्यो। तपाईँको मोबाइलले गर्दा पनि बिग्री सन्दगी एकदम बढिरहेछ। त्यही भएर बच्चाहरूलाई चाहिँ खेलकुदमा
खेलकुद राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने नारै छ भाइहरूको हाम्रो। अब कसले चिन्नुहुन्छ ल, अब यहाँदेखि तपाईँको अन्डर 16 को भाइहरूको फेरि फोटो पनि आएको छ, तपाईँहरूले चिन्नुहुन्छ होला। ल, अन्डर हाम्रो 12 भाइहरूको भइरहेछ। तपाईँ यो 52 को हाम्रो विक्रम तामाङ भाइले गरेको यो टिम अन्डर 16 र अन्डर 12 को भाइहरूलाई थ्याङ्क यू सो मच विक्रम भाइ। यसरी नै भाइहरूलाई साथ सपोर्ट गर्दै जानु। ल, यो चाहिँ हाम्रो 52 प्लस हाम्रो नलर फुटबल क्लबको सबैजना टिम। ओभरअल हाम्रो भाइहरूलाई मैले हल्का ब्रिफिङ दिँदैछु, खेल कसरी खेल्ने, कसरी गर्ने, सबैजना कम्युनिकेसन भएर खेल्ने भनेर उयो गरिरहेको छु होइन। त्यही हो। अनि अब केटाहरूलाई अलिकति अब दिनु पनि पर्यो नि त। केटाले सिक्ने टाइम हो, सिक्दैछ, बेस्ट खेलिरहेछ। अब घाम पानी नभनिकन र अरू सब्स्टिट्युटहरू केटाहरू बाहिरै छ, रेडी छ। मण्डल हाम्रो चन्द्रिका मण्डलको छोरा मण्डल पनि त्यहाँ उभिरहेछ। लगभग केटाहरूले आज एकदम बबालै खेलेको छ, एकदम खुसी हुनुपर्छ। र हाम्रो अन्डर 16 को भाइहरूलाई थोरै ब्रिफिङ, खेल्नुभन्दा अगाडि केही ब्रिफिङ दिनुपर्छ, यसो सम्झाउनु पऱ्यो खेल्नुभन्दा अगाडि कसरी खेल्ने र कतिजना आएको छ टोटल भन्ने कुरो काउन्टिङ पनि भइरहेको थियो। र अब हाम्रो अन्डर 16 को भाइहरूको खेल्नु अगाडि मैले केही कुराहरू भाइहरूलाई मैले जानेको होइन, बुझेको कुराहरू, केटाहरू फुटबलको बारेमा कसरी खेल्ने, कसरी अपोनेन्टसँग खेल्ने, कुन तरिकाले खेल्ने भनेर चाहिँ मैले राम्रोसँग भाइहरूलाई बान्जा भतिजाहरू सबैजनालाई ओभरअल डिल अब लगभग टिम सेट पनि हुन लागिसकेको छ। केटालाई हल्का फर्मेसनको लागि कताबाट खेल्ने, के खेल्ने, को किपर खेल्ने, के कस्तो खेल्ने भन्ने कुराहरू चाहिँ ट्याक्क मिलाउँदैछु। अब त्यही हो, राम्रोसँग खेल्नुपर्छ, इन्जोर्ड हुनु भएन होइन, धेरै हाई प्रेसरमा खेल्नु भएन, एकदम आफ्नो गेम खेल्ने हो केटा हो होइन। त्यही हो भनेर केटाहरूलाई गेमको जितको लागि शुभकामना दिँदै म केटाहरूलाई सम्झाउँदैछु। त्यो केटाहरू पनि एकदम डिसिप्लिन नै छ केटाहरू ट्रेनिङ राम्रै आइरहेछ, केटाहरू सबै ठिकै छ ओभरअल। अब जित्नुपर्छ भन्ने कुरो हो, अब हार जित भइहाल्छ, फ्रेन्डली म्याच हो ओभरअल। अब हाम्रो केटाहरू ह्याप्पी नै छ, ठिकै छ। त्यस पछाडि अब हाम्रो खेल भनेको चाहिँ लगभग अब 20-25 को हुन्छ होला, त्यही टाइमिङहरू यताउति केटाहरूलाई मैले भनिरहेछ। अब राम्रै खेल, धेरै फिजिकल खेल्नु हुँदैन, फ्रेन्डली म्याच हो, जोगिएर खेल्ने होइन, राम्रोसँग खेल्ने भन्ने कुराहरू चाहिँ भाइहरूलाई यसो दिइरहेछ होइन। त्यही हो। अब केटाहरूकै अब गेम खेलिसके पछाडिको अन्डर 12 को भाइहरूलाई चाहिँ कसरी अब आफ्नो ओपोनेन्ट साथीहरूसँग कसरी चाहिँ चियर अप गर्ने आफ्नो ओपोनेन्टलाई होइन, एकअर्कालाई। अनि हाम्रो विक्रम तामाङ भाइले गरेको यो एकदमै के भन्छ यसलाई, धेरै नै एकदमै के भन्ने निस्वार्थ भावनाले गरेको यो कामलाई चाहिँ मेरो तर्फबाट, मेरो नलर फुटबल क्लबको परिवारबाट एकदम भाइलाई चाहिँ सल्युट छ। भाइले यो गरेको कामलाई होइन, बिचरा भाइ अब भाइले जति जानेको उयो गरेको सबै भाइले दिइरहेछ, गराइरहेछ। मैले पनि मेरो भाइहरूलाई सम्झाउँदैछु, पल्लो अनि 52 को युथ क्लबको भाइहरूलाई मैले पनि सघाउँदैछु। उतातिर चाहिँ अन्डर 16 को भाइहरू उफ्रिँदैछ होइन, एक्सर्साइज वार्मअप गर्दैछ अन्डर 16 को भाइहरू। केटाहरू अब जर्सी हुनेले जर्सी लगाइरहेछ, जर्सी अलिक अपुग भएर चाहिँ अब केटाहरूले अगाडि खेलेको केटाहरूलाई चाहिँ निकालेर अनि सब्स्टिट्युटहरूलाई लगाइदिँदाखेरि चाहिँ केटाहरूले जर्सी नभएको अन्यथा नसोच्नु होला। त्यही हो, ओभरअल गेम राम्रै भयो होइन। अब फेरि पनि अब खेल्नुपर्छ भन्ने एउटा हामीले टाइम सेड्युल, सायद भाइले पनि टाइम सेड्युल, केटाहरूको खेल्नुभन्दा अगाडिको वार्मअप पछाडि आएछ, ठिकै छ, केही छैन। केटाहरूलाई वार्मअप पनि जरुरी छ, त्यो पछाडि आएछ, ठिकै छ, केही छैन। र त्यही हो। अब केटाहरू अब हाम्रो नलबारीको यङ्गेस्ट प्लेयरहरू हो, खुसी लाग्छ भाइहरूले यतिको मिहिनेत गरिरहेछ। यतिको मिहिनेत गरेपछि मलाई पनि अलिकति जोस जाँगर लाग्छ। त्यही भएर केटालाई मैले पनि कन्टिन्यू दिने कोसिस गरिरहेको छु। त्यही हो। अब हाम्रो नलबारी फुटबल क्लब पनि अब लगभग प्रोसेसमै थियो। अब लगभग हाम्रो नलबारी फुटबल क्लब पनि हाम्रो रजिस्टर भएर आइसकेको छ। यो पनि सबैजनालाई जानकारी गराउन चाहन्छु। त्यही हो। अनि अब खेल्नुभन्दा अगाडि वार्मअप गरेको भाइहरूको भिडियो अलिकति पछाडि आएछ, केही छैन, ठिकै छ।
भइरहेछ केटाहरूलाई यसो 2-4 मिनट यसो वार्मअप गराउनै पर्यो होइन, त्यही हो। ल अब त्यो कुरो होइन, ल अब ल सी यू गाइज, नेक्स्ट टाइम फेरि भेटौँ ल होइन। यो मेरो युट्युब च्यानललाई फलो गरिदिनु होला, लोरुङ 1414 च्यानललाई। अनि तपाईँको टिकटक च्यानल पनि लोरुङ नै छ, लोरुङ 14 नै छ, टिकटकमा पनि फलो गरिदिनु होला। हाम्रो नलबारी फुटबल क्लब पेजमा पनि फलो गरिदिनु होला प्लिज। नलबारी फुटबल क्लब भनेर पेज छ हाम्रो, त्यसलाई फलो गरिदिनु होला। हाम्रो डेलीको ट्रेनिङ गरेको भाइहरूसँग यसो ट्रेनिङ गरेको अझै खेल्ने, ल आफूले 100% भिडेर खेल्ने, नरिसाइकन खेल्ने है, बुझ्यो? आज तिमीले जित्यौ, उनीहरूले हार, अब हार्नेले के छ सर, हामीले कसरी हार्यौँ, ट्रेनिङ गर्नु पर्यो। उनीहरूले रेगुलर ट्रेनिङ गर्यो, मेहनत गरेको फल उनीहरूले जित्यो। अब आज हामीले हार्यौँ, ठिक छ, अर्को दिन फेरि जित्नु ट्राई गर्ने हो नि त, होइन त? अब फेरि अर्को उहाँहरू आउनुभयो, उनीहरू साथीहरू आउनुभयो हाम्रो ठाउँमा, हामी खेल्नु। अब हामी फेरि ट्रेनिङ गर्छौँ। अब कुनै टाइम फेरि मिल्दा फेरि हामी उता पनि गएर खेल्छौँ क्या, बुझ्यो? हामी सबै एउटै हो साथीहरू। अब कसैलाई केही प्रब्लम भने त्यही राम्रो कुरा हो। उहाँ अब दाई, हजुरको नाम के पो? मेरो शम्भु राई हो। शम्भु राई हाम्रो दाई हुनुहुन्छ। उहाँ दाईले पनि उहाँहरूलाई ट्रेनिङ गराएर, तिमीले पनि त्यही भएर ट्रेनिङ गर्नु पऱ्यो क्या, हार्ड ट्रेनिङ गर्नु पऱ्यो। फुटबल खेल्छु भनेर घरमा बसेर मोबाइलमा हेर्ने, गेम हेर्ने मात्र होइन, खेल्ने। टाइममा आउनु पर्यो। तिमीहरूको आज टाइममै भएन, त्यही भएर टिम सेटै भएन। उनीहरूको हेर त्यत्रो टाढोबाट आएको, सबै हाम्रोभन्दा अगाडि आएर उहाँ रेडी भएर खेल्नु अघि निस्किसक्यो त, हाम्रो छैन। कता मैले सबैलाई बोलाएको थिएँ। त्यही भएर आज जे जस्तो नि हार जित आफ्नो ठाउँमा छ, सबैले राम्रो खेलेको छ है। दुईटै टिमले राम्रो खेल्यो, अझै मेहनत गर्नु, सबै कुरा राम्रो हुन्छ। ल सबैलाई केही भन्नु छैन नि होइन? ल राम्रोसँग छेउछेउ जानु है, है त्यसरी नै। ल तिमीहरू यहाँबाट आफ्नो नाम भन्दै परिचय भन्दै जाने है, लाइन यताबाट सर आफ्नो नाम भन्ने, आफ्नो नाम है, आफ्नो नाम भन्ने। स्माइली फेसमा हुनु पर्यो है, स्माइली फेस हुनु पर्यो। एकअर्कालाई एप्रिसिएट गर्ने। हाम्रो लाइनमा आइज, यहाँ लाइनमा लाइन नबिगा न, सबैले राम्रो खेल्यो है, यसरी नै मेहनत गर्नुपर्छ, अझै खेल्नुपर्छ। ल ठिक छ, सबैको राम्रो भन्नु पर्यो है, मेहनत गर्नुपर्छ है। कोचले भनेको मान्ने, ट्रेनिङ हार्ड ट्रेनिङ गर्नुपर्छ। ल टाइममा सुत्ने, टाइममा खाने है, अझै राम्रो खेल्नुपर्छ। ल ल ठिक छ, सबैको गेम राम्रो छ है, राम्रो रहेछ दाइ।